गुड मर्निङ सबैलाई गुड मर्निङ भन भने र आज चाहिँ हाम्रो यसो दुईजनाको बिदा मिलाएर डे अफ अनि हामीसँग तीनजनाको भन न एक निशान सर पनि हुनुहुन्छ। आज हामी चाहिँ कहाँ जाने हो? हाम्रो आजको डेस्टिनेसन चाहिँ हाम्रो जिन्जर फ्याक्ट्री हुनसक्छ है, सनसाइन कोस्टको। तर त्योभन्दा पहिला चाहिँ हामी एकजनालाई भेट्न है, सस्पेन्स है त्यो चाहिँ, कसलाई भेट्ने भने चाहिँ गर्लफ्रेन्ड सिद्धार्थको। एक्साइटेड हो? तिमीहरू म त किन भने म चाहिँ एक्साइटेड छैन त मान्छेलाई भेट्न। भ्लग आउँदै त्यो मान्छेसँग केही दुश्मनी छ हजुरको? भ्लगमा आउँदै गाइस। र हाम्रो डेस्टिनेसन चाहिँ अब निशानजी ड्राइभर हुनुहुन्छ। लेट्स गो। निशानजी एउटा अनुभवी ड्राइभर हो। है त गाइज, अब हामी चाहिँ जाँदैछौँ। यहाँबाट लगभग 30 किलोमिटर होला यो हाम्रो डेस्टिनेसन। एउटा कुरा भनौँ, भन त। यो निकाल्देऊ न। ल ल ल मलाई यहाँ बस्न गाह्रो हुन्न। के भयो, निक्ले होइन? अहँ, यो म निकाल्दैन। 7:30 बजे 8:30 बजे गयो। कति घन्टा गरेर आउँछौ? आज त 1 घन्टामा भइदियो। खासमा त 3 घन्टा काम हो, 1.5 घन्टामा भ्याउँछु। हाम्रो यात्रा सुरु हुँदैछ। मन्छाजी पछाडि हाल्नुपर्छ है भ्लग आज। भ्लग हाल्ने हो। चिलमा चिलमा एकदम राम्रोसँग लैजानुहोस् है। ल है ल, बिचमा खाजा खान नि रोक्छ है म। निशान सरको चाहिँ भरोसा छ है मलाई, ड्राइभिङ चाहिँ उहाँको एकदम कडा छ। अनि मन्छाजी एक्साइटेड हो तपाईँ? मुङलिङमा चाहिँ रोक्नुपर्छ है खाना खान है। ल है ल, लेट्स गो। त्यसको गाइज अरे हामी घुम्न भनेर त निस्क्यौँ, तर यहाँ बिचमा हामीले के देख्यौँ अहिले देखाउँछौँ है भ्लगमा। यस्तो एकजना मान्छे होइन, तर एउटा जनावर हो। जनावर देख्यौँ, कति धेरै जनावर हेर्नलाई गाडी रोकेरै जाँदैछौँ है। बेबीको साथीहरू। यहाँ कति धेरै कङ्गारो रहेछ। हामी कङ्गारो हेर्नलाई चाहिँ झरेको है खासमा। रिसाएन है, जानुहुन्न नजिक नजिक। तर के गर्दैन होला क्या कहिले, अन्त रिल्याक्समा बस्यो भने है। हल्का लन्च भइसकेपछि अब एकजना यस्तो मान्छेलाई भेटाउँदैछौँ हामी। मान्छे हुनुहुन्छ राजन सर, राजन नेउपाने। राजन सर कस्तो फिल भइरहेको त धेरै पछि भेटेपछि मलाई एकदम मेरो बेस्ट फ्रेन्डको याद आइरहेको न्यु फार्मको। अनि राजन र निशान चाहिँ एकदम बेस्टी हुने, बेस्ट फ्रेन्डहरू हुन्। अब बिस्तारै अब टिकटकको मन छ अहिले। आज तिज लाउनु लाग्यो, तिजको टिकटक गर्नु पर्ने अवस्था। हाम्रो टिकटक बनाउनु पऱ्यो कि। टिकटक बनाउन टिकटकमा भाइरल नै हुनुहुन्छ उहाँको आइडी चाहिँ के हो? राजन। ल्याइराखेर राजनको भात खान नपाएको, भात र मासु। र यति बेला चाहिँ हाम्रो गाडीमा चाहिँ हावा कमी भएर हावा हाल्दैछौँ हामीहरू। अनि मान्छेलाई चाहिँ भित्रै राखेको। कति रहेछ पछाडिको चक्कामा? चक्का कति रहेछ? 28 रहेछ। धेरै कम रहेछ है। उताको पनि हाल्दै। हाम्रो यात्रा जारी छ अहिले। अझै कति 8 मिनट छ पुग्नलाई हामी जिन्जर फ्याक्ट्री। निशान चाहिँ ड्राइभिङमा हुनुहुन्छ, मनिषा चाहिँ पछाडि यता आनन्दले छिर्न। अब हाम्रो यात्रा जारी छ। ल है त गाइज, रमाइलो गर्नुपर्छ आज। ट्रेन चढ्ने हो? ट्रेन चढ्ने हो? ट्रेन चढ्नु पर्यो नि दाइ। ट्रेन चढ्ने अनि त्यो ठाउँ चाहिँ हामी अब देखाउँछौँ हजुरहरूलाई कस्तो छ। आई होप राम्रै होला। यति टाढा आइसकेपछि सनसाइनको छ हुनुहुन्छ भने चाहिँ आउनु नभुल्नु होला। भिजिट गर्नु होला सबैजना। छैन अहिलेसम्म। हामी त धेरै ठाउँ अब जाने छ। अब जाने हो बिस्तारै बिस्तारै अब एक्सप्लोर गर्ने हो। हाम्रो अब युनि कलेज सब भ्याइसक्यो। अब घुम्नुपर्छ बेला बेलामा। हरेक विक चाहिँ हाम्रो भ्लग आउँछ होइन त। राम्रो है, डाँडा काँडा के पुरै नेपालको जस्तो। नेपालको भाइब छ यार। पुरै अब मनोकामना जाँदाको हुन्छ नि, टाउन जस्तो पनि छ है। तर यता हेर नि, पुरै जङ्गलहरू कि। क्रुजमा हालिदिएको कि मतलब क्रुज कन्ट्रोल हो। हामी पुग्नलाई चाहिँ अब अझै 10 मिनट देखाइरह है।
मान्छे यति छ यो सनसाइनको सिजनमा नेपालको तपाईँको केही पनि मिसै हुँदैन। ब्रिजबेन त तपाईँहरू चिताउनमा बस्नुहुन्छ के ब्रिस्बेन कस्तो हो ब्रिस्बेनको बारेमा भनिदिनु न अलिकति काइन्ड अफ चिताउन हो ब्रिजबेन है केही छैन सिटी भने पहाड हेर्न मन लाग्यो भने चाहिँ सनसाइन कोस्ट भिजिट गर्नु होला सबैजनाले डाँडा काँडा हरियाली मन छ यताउता जानु मन छ राम्रो राम्रो ठाउँ भने चाहिँ सनसाइन कोस्ट इज वान अफ द बेस्ट चोइस है र हाम्रो डेस्टिनेसन हामी आइसक्यौँ है आइसक्यौँ हामी गाइस जिन्जर फ्याक्ट्री। अब हजुरहरूलाई चाहिँ हामी भित्रको टुर गराउँछौँ कस्तो छ के बोल्ने हो मन छ केही भन्दैन अहिले पछि बोल्छु ल छैन केही गुनासो यहाँनिर छ जिन्जर फ्याक्ट्री एउटा खा बेचेर तिमीलाई खुसी र यो जिन्जर फ्याक्ट्री भिआइपी पासको $58 हामी आज कुनवाला गर्ने हो त हामी भिआइपी वाला भिआइपीवाला गर्ने 1 इयरली पास लिने हो र होइन ट्रेन राइड रहेछ नि यहाँ जिन्जर ट्रेन राइड गरौँ $12 पर्दो रहेछ है त्यही ट्रेन राइड गरौँ ट्रेन हो यहाँ ट्रेन यहाँ रहेछ ट्रेन राइड पनि रहेछ क्या रेलवे क्रसिङ यता चाहिँ ट्रेन छ है सानो रहेछ है ट्रेन त के रहेछ यो यस्तो त मैले यार एक काममा 5 वटा जितेको थिएँ त यार हो कति भन्नु न यसको प्राइस कति हो $12 $12 यसको गुडियाको यस्तो बच्चाहरूको लागि चाहिँ धेरै रहेछ किन्नु पसल ऊ ट्रेन जान लाग्यो ट्रेन छुट्न लाग्यो ट्रेन हिँड हिँड ट्रेन गएर ल जाऊँ त बाहिर हेर्न अर्को राइड चाहिँ हाम्रो अर्को राइड चाहिँ ट्रेन राइड हाम्रो हुनेछ है लामो रहेछ नि पछाडि हामी त सानो होला अगाडि इन्जिन रहेछ कि बुझ्यौ यहाँ त भाइरल अम्ब्रेला प्रोजेक्ट रहेछ होइन चितवनको भाइरल चितवनमा नि यस्तै छ नि यो भाइरल अम्ब्रेला के हो माडीमा हो यिनीहरूको भिडियो बनाऊ न ट्रेन राइड चाहिँ यता आइपुग्यो है अहिले अघि हामीले देखाएको भाग चाहिँ एन्ट्री हो 1 राउन्ड हान्दो रहेछ है ट्रेन राइड गर्नु टिकटकको कार्यक्रम भएर है यतिखेर टिकटक जान्छ आज डह्रो भनेपछि निशानजीको हल्का ठिकै चाहिँ जोक ट्रायल रहेछ यहाँ चाहिँ घुराहरू जानको लागि हुन्छ पक्कै पनि हामी त कति ठाउँ होला कि घुम्ने के जङ्गलको बारेमा केही भनिदिनु त दुधकोशी सामुदायिक वनमा उपस्थित हुनु होला सबैजना दाउरा खोलेको छ भोलिदेखि है त घरको एकजना आउनु होला जङ्गलमा दाउरा खोल्ने हो कहिलेसम्म हो हँसिया खुर्पा खाजाको व्यवस्था छ चाउचाउ बिस्कुट वन फडानी चाहिँ कहिले हुन्छ वन फडानी पनि हुन्छ बिस्तारै सुरुमा दाउरा काट्ने अनि सबैजना आउन चाहिँ आउनु होला फेरि जरिवाना लाग्छ $1500 है ल ल धन्यवाद आमा समूहलाई पनि बोलाएर ल्याउँछु म आमासम्म त आउनै पर्छ नाचगान पनि हुन्छ फेरि यहाँ छुट्टै सङ्गीतकार एउटा मिठो धुन दिनुहोस् त ह्याप्पी बर्थडे टु यु कहिलेबाट सिकेको यस्तो बजाउन आमा म साइलो कतारदेखि बोलेको भोलि आउँदैछु नेपाल बाबु अनि के गर्छौ कतारमा के गर्छौ साउदी अरबमा के गर्छौ कतारमा आमा दुःख छ काम के गर्ने झ्यालको सिसा पुस्ने हो 50-100-200 तला हुन्छन् बिल्डिङ रसिला जाने हो गाह्रो रहेछ मेरो बाबु तिमी फर्क फर्किन्छु म आमा जेठै है ल सङ्गीतकार चेन्ज हुनुभयो हाम्रो सङ्गीतकार निशानजी हुनुहुन्छ अब यता ह्याप्पी बर्थडे बजाइदियो नि त तैँले जाने है ल्यायो पारा ल्यायो
पारा ल्यायो है बेबी पहिलाको जमानाहरूको लागि एन्सियन्टमा कि वारहरूमा कि युज हुने कि नेपालतिर नि हेर्नु त सही हेरे रमाइलो रहेछ ठाउँहरू हालन टाउको साना तिमी जाऊ न के चिकन तिमी जाऊ ओहो मन्जाजी तपाईँ त ठ्याक्कै क्विन देख्नु भयो त के हो तपाईँ काउबोय हो Can I get a best Australian accent? Yes, it's fucking looking good. खायो मार्केट खायो ओ क्विन एलिजाबेथ हुनुहुन्छ यहाँ तिमीलाई लगाइदिन्छु रुगा रुगा सानो यता आउनु कस्तो छ यो त धान काट्ने हिँड्ने जस्तो देखियो त एउटा लाडो काइताको रहेछ राम्रो है काइताको रहेछ हेर्न यो त ठ्याक्कै धानको ओसानी हुन्छ नि मधेसी जस्तो रमै देखियो क्या दाइ किनौँ न ल किनौँ न त एउटा किनौँ एउटा किनौँ सब एक घन्टा किनौँ न हो न मन पऱ्यो नि राम्रो है क्यान्डल चाहिँ बिजुलीवाला क्यान्डल बलिरहने होला जाने हो के छ त्यहाँ यो लगाउँ एउटा तर सामानहरू चाहिँ राम्रो राम्रो कि यहाँ साना यो यहाँ हेर न गणेशको मूर्ति पनि रहेछ यता गणेशको मूर्ति छ तिमीसँग नि अब आइ म के बोल्नु होला यो पनि रहेछ नि के भन्छ यो पनि ठिक छ कि यो लाइट हेर नि ढुङ्गावाला यो हामीले हेरेको थियौँ नि कति अनलाइन यस्तो कि ढुङ्गामा कि बल्ने खाले फ्लावर चाहिँ यो अर्ग्यानिक ऊ होइन फ्रेस होइन मेरो नाम भएको हेर्नु गाह्रो है आफ्नो नाम भएको रायन रसेल इङ्ग्लिस नाम हुनुपर्छ कि हाम्रो त कस्टमाइज गर्ने मान्छे सोधौँ न ओके छ त एउटा लानु नि त दाइ के भेटाउनु भयो इन्ट्रेस्टिङ यहाँ हिरमलाको जाली रहेछ यहाँ ढाड मिच्नु हुन्छ नि सेम त्यस्तै बनायो कि यिनीहरूले घरमा मम्मीले मलखातामा कति फाल्नुहुन्थ्यो जालोले घोटेर ढाडको मल सबै जान्थ्यो नि दाहिने सङ्घ नि रहेछ दाहिने सङ्घ शङ्ख बजाउनु हुन्थ्यो तैँले फेरि एक सुरे बजाउँछस् कि भापु गर्दैनस् एक सुरे मलामीमा बजाउने जस्तो बजाइन्छ कि शङ्ख बजायो भने हाल्यान भन्ने गीत बजायो कि खेल्ने हो त सर खाजा आने समय भयो हाम्रो के खाएर खाजा बिरयानी अनि समोसा पकौडा समोसा इन्जोय मिठो बिरयानी